कति दुख्यो होला है। हेलो अनि सेवनी सम्पूर्णमा र आज पनि खुसीको खबर है, हाम्रो गाई चाहिँ भ्याउँदैछ हो। देख्न सक्नुहुन्छ साह्रो साह्रो पारिरहेको छ हो। कति दुख्यो होला, त्यही जस्तै जन्मेको सुँगुर चाहिँ त्यहाँ छ है। अन्त म यसको छेउमा बेसी बस्दिनँ है, किनभने बल गर्दैन जस्तो लाग्यो मलाई पनि हो। मैले भिडियो गर्दाखेरि फेरि भित्रै लाँदैछ होइन यसले के। र हाम्रोतिर चाहिँ है केटीहरूले गाई जन्मेको सुँगुर जन्मेको नहेर्नु भन्छ है, तर म त हेरिदिन्छु है। अब गाउँमा बसेर पनि यति कुराको त नलेज हुनु पऱ्यो नि त होइन, के कसो हुन्छ भनेर। के भन्नुहुन्छ तपाईँहरू? तातो खायो भने चाहिँ राम्रो हुन्छ यिनीहरूलाई पनि, गाईलाई भन्दा सुँगुरलाई भन्दा पनि गाई साह्रो रहेछ है, पुरा टाइम लाग्दो रहेछ। हाम्रो जन्मिसकेको छ। बाछ कि बाछी आमा? बाछी, कङ्ग्रेचुलेसन। म एकछिन उता गएको त उपर एकछिन गएको त जन्मिसकेछ पनि। लै लालमाको बेबी ओगीसम्म यत्रो है, अहिले त निकै ठुलो देखिहाल्यो त अन्त। अमिना आमाको माया है। यसपालि चाहिँ मैले गाई जन्मेको पनि देखेँ हो, अन्त सुँगुर जन्मेको पनि देखेँ। कति मजाले सुतेको, कति क्युट। सेम टु सेम मम्मा रहेछौ तिमी त हेर। मम्मा पनि यस्तै छ, तिम्रो पनि। अब चाहिँ बुबु खानु थाल्यो, आफै खाँदैछ है। मौले पो